कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाएपछि सम्भवतः ऊर्जा मन्त्री दीपक खड्काको कलेजोले ठण्डक पाएको छ। तर उनी यसैमा सन्तुष्ट भएर बस्छन् भन्ने कुरा पत्याउन सकिँदैन। अब उनले प्राधिकरणमा के त्यस्तो उत्पात मच्चाउँछन् वा मच्चाउन थालिसके त। खड्काले मच्चाउन थालेको पहिलो उत्पातमा अपर अरुण अर्थात् माथिल्लो अरुण जलविद्युत आयोजनालाई भारतलाई सुम्पिने चर्चा चुलिएको छ। अरुण नदीमा बन्न सक्ने 4 मध्ये 3 वटा आकर्षक योजना सरकारले भारतलाई दिइसकेको छ, जसको कुल क्षमता छ 2069 मेगावाट। 1063 मेगावाटको अप्पर अरुण पनि भारतले मागिरहेको थियो। तर यसमा नेपालले नै लगानी गर्न खोज्दा विश्व बैंकलाई माथिल्लो अरुणमा लगानी नगर्नु भनेर भड्काएपछि यो आयोजना अलमलमा परेको थियो। विश्व बैंकले यो आयोजनामा लगानी नगर्ने भएपछि कुलमान घिसिङले आफ्नै लगानीमा भए पनि आयोजना अघि बढाउने प्रक्रिया अघि बढाएका थिए। नेपालको लोड सेडिङ भारतका कारण हटेको भन्दै